समयको खेल वा फल साथी हो। मैले चाहिँ यो के अरे यो मिटर बक्स राखेको, यो मिटर बक्स है, यो मिटर बक्स राखेको चाहिँ 2064 साल 10 महिना 8 गते 6/12 भनेपछि शुक्रबार राखेको रहेछु है। राखेको रहेछु। अनि मैले यहाँ हिसाब गरेको, यहाँ चाहिँ 4220 युनिट उठेको रहेछ। तर मैले उपभोग गर्नुपर्ने चाहिँ 4420 रहेछ, भनेपछि 200 कमी रहेछ। अनि मेरो चाहिँ बिल निकै हुन थालेको छ क्या। अनि मलाई यो शङ्का लागेर मैले यहाँ तपाईहरुले पनि यसरी नै जुन मिति राख्नु भएको छ त्यो मिटर बक्स त्यहाँदेखिको हिसाब गर्नुहोस्। अनि यहाँ मैले भिडियो गरेको कारण चाहिँ यो हो। जम्मा मैले 221 महिना चाहिँ 221 महिना भएछ। 221 महिनाको हिसाब गर्दाखेरि 20 युनिट बाल्न पाइन्छ 80 रुपियाँमा। अनि पाइन्छ। अनि मेरो चाहिँ अस्ति पनि 540 लगो। अस्तिको महिना पनि पहिले पनि त्यस्तै 700-800 लान्थ्यो। यो टन पनि 768 रुपियाँ उठिरहेछ। 768 उठिरहेछ। अनि मलाई शङ्का लागेर मैले चेक गरेको। जब मैले मिति लेखेको छु नि त्यहाँबाट म युनिट जोड्छु। अनि यहाँ मैले आज उयोमा जेठ महिनाको 20 गते यो मैले पनि टिपेको छु, कति युनिट उठ्छ तपाईहरुलाई त्यो पनि देखाउने छु। अनि यो हामीलाई यो बिल टिप्नेले चाहिँ एकदम घोटाला गरेर हामीलाई शोषण गरिरहेको छ। अनि मेरो एकजना भाउजू हुनुहुन्थ्यो, गाडीले हानेर मर्नुभयो काठमाडौँमा। उहाँले बिल तिर्दाखेरि 22,000 25,000 17,000 18,000 तिर्नुहुन्थ्यो। अनि मलाई शङ्का लाग्थ्यो क्या। त्यतिखेर यहाँ मेरो भनौँ उयो थिएन, बिजुली थिएन, जोडेको थिएन। त्यतिखेर यो लाइनै आएको थिएन। त्यस कारणले मैले मलाई शङ्का लाग्थ्यो उहाँले त्यत्रो तिर्दाखेरि। अनि मलाई यहाँ पनि शङ्का लागेर मैले जोड्दाखेरि मैले बालेको चाहिँ यहाँ 4220.5 रहेछ युनिट रहेछ है। अनि रहेछ। तर मैले बाल्ने चाहिँ अघि भनिहालेँ, फेरि दोहोऱ्याएँ, माइन्ड नगर्नु होला है, सरी। 4420 युनिट मैले बाल्नुपर्ने रहेछ, बालिसक्नुपर्ने रहेछ। तर यहाँनिर चाहिँ हामीलाई घोटाला गरेर यो गरिरहेको छ, बेसी पैसा लिइरहेको छ। त्यस कारणले तपाईहरुले पनि यसरी यो मिटर बक्स राखेको मितिदेखिको हिसाब जोड्दै जानुहोस्। अनि त्यहाँबाट आफूले हिसाब गरेर निकाल्न सकिन्छ। अब हामी गुणा भागा जोड घटाउ आउँछ हामीलाई, प्राय हामी हिसाबमा केहीमा पनि मर्नु पर्दैन। तर आफूले त्यसलाई अलिकति मेहनत चाहिँ गर्नुपर्छ है त साथी हो। त्यही भएर म चाहिँ अब म अर्को महिना त्यो बिल टिप्न आउने रमेश भाइलाई भन्छु। अनि त्यहाँबाट म यहाँदेखिको हिसाब जोड्छु। मैले यो मिटर बक्स मैले राखेको मिति लेखेको थिइनँ भने त मैले बोल्ने ठाउँ पाउँदै थिइनँ। मैले राखेको छु, यहाँ लेखेको छु। त्यही भएर म उसलाई हिसाब जोडेर देखाउँछु। अनि प्लस मैले महिनाको कति युनिट पहिले सोध्छु, कति युनिट बाल्नुपर्ने हो त भनेर सोध्छु। अनि त्यहाँबाट उसलाई उयो गर्छु है त, गर्छु। तपाईहरु पनि यो कुरामा जानकारी लिनुहोस्। धेरै बिल घोटाला गरेर तेल लिइरहेछ, नतिर्नुहोस् भन्नको लागि चाहिँ मैले यो भिडियो गरेको छु। हर कुराको जानकारी हुनुपर्छ, नत्र भए हामी जानी पनि घोटालामा परिरहेको हुन्छौँ, हामी अन्यायमा परिरहेको हुन्छौँ। हवस् त साथी हो, यो भिडियोलाई कमेन्ट, सेयर, लाइक के गर्नु मन छ गर्नुहोस् है त। ओके बाई।